केसीको आरती बाला भई 8औं पर्वत महोत्सवलाई सफल पारौँ है सिन्दुर दुब फुलमाला पूजौँ गणेश बाला 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 सिन्दुर दुब फुलमाला सबलाई स्वागत हाम्रो स्वागत गर्छौँ सबैलाई महोत्सवमा आई स्वागत गर्छौँ सबैलाई महोत्सवमा आई स्वागत गर्छौँ महोत्सवमा आई स्वागत गर्छौँ महोत्सवमा आई स्वागत गर्छौँ सबैलाई महोत्सवमा आई स्वागत गर्छौँ महोत्सवमा आई चन्द्रमाको टीको भएको छाला नाकमाला चन्द्रमाको टीको बिर्सभमा सवारी भयो उनै शिवजीको बल्ल भयो सवारी शिव जटाधारी बल्ल भयो सवारी शिव जटाधारी बल्ल भयो शिव जटाधारी बल्ल भयो सवारी शिव जटाधारी बल्ल हातमा त्रिशूल शिरमा मुकुट खरानी घाँसेका हातमा त्रिशूल शिरमा मुकुट खरानी घाँसेका बिच भाङ धतुरो खाई कैलाशमा पसेका मसान घाटमा बसेका खरानी घाँसेका मसान घाटमा बसेका खरानी घाँसेका शिव सधैँ भार गाईको दुध जल्दर शिव हर हर गाईको दुध जल्दर
लाइनमा आउनु यता पर्वत महोत्सव छ भक्ति भावले गाउनु संस्कृतिको जागरण आउनुहोस् महोत्सव हेर्न संस्कृतिको जागरण मन्दिर झल पुष्मा मुनि मणि भेडी मन्दिर झल मन्दिरको साथमा हेर काली सलल घुम्दै काली देवघाट शिर मुक्तिनाथ घुम्दै काली देवघाट शिवाजीको लीला शिवनाथे छमछम हेर नाचम शिवनाथे छमछम पौषको महिना 2082 साल पौषको महिना यति राम्रो महोत्सव कहीँ भएको छैन आयोजकलाई सम्मान महोत्सवको सानो आयोजकलाई सम्मान
शिवजीको सारो यति भन्दै बिदा हुन्छ सबलाई नमस्कार शिवजीले देउमाला कोटि नमस्कार शिवजीले देउमाला यहाँलाई धन्यवाद छ। म पनि लाइभमा एउटा भजन गाइहालेँ है त। हाम्रो कृष्ण फेरीजी, हामी सबैको अभिभावक जीवनदाल दाई, त्यसै रञ्जनाजी, सानोजी, हाम्रो पूजा कार्कीजी, हाम्रो दिपक खड्काजी, सबै वडा अध्यक्षज्यूलाई सबैलाई नाच्नको लागि पनि आग्रह गरे हाम्रो अध्यक्षज्यू। हे नाकको माला बाको छाला यो त्रिशूल लिएर नाकको माला बाको छाला यो त्रिशूल लिएर महोत्सवमा आए शिवजी हे धतुरो पिएर सती देवी बोकेर हे महादेव 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 नाटो सबैजना नाटो हो हे महादेव सती देवी बोकेर 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 जय हो ल सबै नाटो हो त हे महादेव सती देवी बोकेर 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 हे यो संसारमा उनको जति शक्ति छ र हजुर कुनको यो संसारमा शक्ति हजुर कसको छ र हजुर कुनको पिस पिएर पनि नलिनेर घाँटीमै अड्काएको हुनाले हे नीलकण्ठ नाम हजुर उनको अब गर्ने के होला शिव शङ्कर भोला अब गर्ने के होला शिव शङ्कर भोला अब गर्ने के हो शिव शङ्कर भोला अब गर्ने के हो शिव शङ्कर भोला अब गर्ने के हो शिव शङ्कर भोला अब पर्वतमा सुकुन हो त्यो अत्यन्तै प्रिय तर सफल भइरहेको छ है त शिव शङ्कर भोला अब गर्ने के हो 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 शिव शङ्कर भोला अब गर्ने के हो। यहाँलाई धन्यवाद छ। अत्यन्तै सुन्दर सुमधुर